बौद्धेश्वर शिवजीको गुफा। अब हामी चाहिँ पस्नु लागेको छ हजुर गुफाभित्र। हेरौँ कहाँसम्मको भिडियोहरू अब निकाल्न सक्छु म। सानो कुण्ड रहेछ यहाँ अनि यहाँ यस्तो छ शिवजीको एन्ट्रेन्स चाहिँ सोलिड एन्ट्रेन्स छ यहाँ। यस्तो छ है हजुर एन्ट्रेन्स चाहिँ। आउट जान सकिन्छ हेर त। ए यहीँ रहेछ शिवको त। ल यहाँ शिवजीको उडार गुफामा आफै उत्पन्न भएको शिवजी। ए यस्तो छ है साबहरू। ल आउनु भएको छ भने आउनुहोस्। यस्तो छ यहाँ हेर्नुहोस् एडभेन्चरै हुन्छ यहाँ। ल हेर्नुहोस् यति रहेछ बुढी यहाँसम्म रहेछ शिवजीको। कहाँको भित्र जान्छ तिमी? तिनवटा खण्डी छैन बुढी यति नै। सबैले त जानु सक्दैन बुढी। त ब्याकवर्ड आउनु पर्ला जस्तो छ। ल माथिबाट पानी तर्र चुहिएको छ। ए शिव भगवान खोज्नु चाहिँ यस्तोमा आउनुपर्छ है साथी हो। ल बुढा हाडमा उहाँ रहेछ बुढी यतापट्टि रहेछ क्या। जय शिव शिव यहाँ रहेछ ऊ शिवजीको यति 3 ठाउँ रहेछ। जय शिव ए कैलाश यही हो बुढी लास्ट देख्यो यहाँ यहाँ यतापट्टि। ए यताबाट पसिनै हुँदो रहेछ बुढी। यताबाट फेरि कताबाट निस्किन्छ? किन आउने यो बाटो? बाटै छ यहाँ तर क्रोलिङमा जानुपर्छ। यताबाट निस्किँदा भित्र पनि छ भन्दै थियो त। होइन यही हो यति हो। केयरफुल है केयरफुल। जय शिव टिका लाउन एकछिन है यताबाट खिच्छु। ल यही बाटो आयो है हजुर। ल टनल छ। ल इफ यु क्यान मेक इट प्लिज टु भिजिट दिस प्लेस। ल धन्यवाद आजको बौद्धेश्वर शिवशङ्करको मन्दिर दर्शन यहाँ आएर समाप्त।